नमस्ते। आज म कुनै राजनीतिक दलको कार्यकर्ता भएर होइन, एउटा सचेत नागरिक र यही अर्घाखाँचीको माटोमा जन्मे हुर्केको एउटा छोरा तपाईँहरूको दाजुभाइ भएर आफ्नो मनका कुरा राख्न आएको हुँ। भर्खरै मात्र हाम्रो अर्घाखाँचीबाट निर्वाचित माननीय सांसद हरिप्रसाद भुषालज्यूले संसदको गरिमामय रोस्टरमा उभिएर हाम्रो जिल्लाको आवाज उठाउनु भयो। त्यसका लागि उहाँलाई मुरी धन्यवाद। वर्षौँपछि संसदमा अर्घाखाँचीको पीडा यसरी गुन्जिँदा हामी सबै अर्घाखाँचीवासीको छाती गर्वले फुलेको छ। एउटा नयाँ आशा पलाएको छ। तर कुरा संसदमा उठ्नु मात्र ठुलो कुरा होइन, ती कुराहरू सरकारले सुन्नु र काम हुनु ठुलो कुरा हो। र सांसदज्यूले उठाएका कुरा बाहेक पनि हाम्रा अझै धेरै यस्ता समस्या छन् जसमा राज्यको आँखा पुग्न सकेकै छैन। हाम्रो अर्घाखाँची राज्यको नजरमा अझै पनि कति धेरै पछाडि पारिएको छ भन्ने कुराको प्रमाण हाम्रा गाउँघरका यी समस्याले दिन्छन्। सडककै कुरा गरौँ न, विकासका नाममा डोजर कुदाएर बाटो त आज अर्घाखाँचीका हरेक गाउँ र कुनासम्म पुगेको छ। कसैले बाटो पुगेन भन्न मिल्दैन। तर बिडम्बना के छ भने ती बाटाहरू केवल खनिएका मात्र छन्। कालोपत्री नहुँदा बर्खा लाग्न साथ हिलो र पहिरोले गर्दा बाटो बगाउँछ। हिउँदामा धुलोले जनताको फोक्सोकी आउँछ। खनीको केही समयमा बाटो बिग्रिने र भत्किने यो नियति कहिलेसम्म? आज हामी अर्घाखाँचीवासीलाई केवल नामको कच्ची बाटो होइन, 12 महिना सुरक्षित रूपमा गाडी उड्ने कालोपत्री बाटोको विस्तार चाहिएको छ। अनि अर्को एउटा ठुलो पीडा जसले गर्दा आज हाम्रो गाउँहरू रित्तिँदैछन्, बस्तीहरू उजाड बन्दैछन्। हेर्नुहोस् त, गाउँमा विद्यालयहरू त छन् तर भित्र छिरेर हेऱ्यो भने विद्यार्थी नै छैनन्। कति विद्यार्थी छन् भने एकदमै न्यून, सङ्ख्यामै गर्न सक्ने मात्रै। त्यसमाथि गुणस्तरीय पढाइ र शिक्षाको त नाम निशानै छैन। आपद विपद पर्दा भरपर्दो स्वास्थ्य उपचार छैन। एउटा सामान्य रोग लाग्दा पनि बुटोल वा काठमाडौँ कुद्नुपर्ने बाध्यता छ। पिउने खानेपानीको हाहाकार उस्तै छ। यही शिक्षा, स्वास्थ्य र पानीको चरम अभावका कारण आज अर्घाखाँचीका मानिसहरू आफ्नै जन्मभूमि आफ्नै थातलो छोडेर बसाइ सर्न बाध्य भइरहेका छन्। बसाइ नसरेर गाउँमै दुःखजिलो गरी बाँचौँ भने किसानहरूलाई झन् ठुलो वज्रपात परेको छ। गाउँमा बाँदर र बँदेलको यस्तो आतङ्क छ जसले गर्दा किसानहरू रात दिन पसिना बगाएर उब्जाएको अन्नबाली घरभित्राउनै पाउँदैनन्। खेतबारीमा लगाएको मकै, धान, फलफुल सबै रातारात सोत्तर पारिदिन्छन्। एकातिर सरकार कृषि प्रधान देश भन्छ, अर्कातिर किसानहरू बाँदर र बँदेलको मारमा परेर भोकभोकै बस्नुपर्ने अवस्था छ। यो पीडा सरकारले सिंहदरबारमा बसेर कहिले बुझ्ने? परियोजनाकै कुरा गर्ने हो भने हाम्रो अर्घाखाँचीमा अर्घा भगवती विमानस्थल सुरु भएको यत्रो वर्ष भइसक्यो, तर अहिलेसम्म त्यसको परिवर्तन र निर्माणका लागि केही पनि काम भएको छैन। कुनै ठोस पहल भएको छैन। जति वर्ष पहिला जस्तो थियो आज पनि त्यस्तै अलपत्र अवस्थामा छ। जबकि हाम्रो अर्घाखाँची सम्भावनाले भरिएको जिल्ला हो। यहाँ ऐतिहासिक धार्मिक स्थल सुपा देउराली छ, जहाँ दैनिकी हजारौँ भक्तजनहरू आउँछन्। सुपा देउराली जस्तै अरू थुप्रै ऐतिहासिक र पर्यटकीय स्थलहरू हाम्रो अर्घाखाँचीमा छन्। यदि सरकारले अर्घा भगवती विमानस्थललाई समयमै सम्पन्न गर्ने र सुपा देउराली लगायत क्षेत्रका पर्यटनलाई विश्वसामु विस्तार गर्ने हो भने हाम्रो अर्घाखाँची आफै समृद्ध बन्न सक्छ। यी र यस्तै कैयौँ समस्या र सम्भावनाका बीच हाम्रो अर्घाखाँची वर्षौँदेखि ओझेलमा पर्यो। पहिले हाम्रा दुःख सुनिदिने र संसदमा बोलिदिने कोही थिएन, तर अहिले हामीले भरोसा गरेर आफ्नो मान्छे संसदमा पठाएका छौँ र उहाँले हाम्रो आवाज सरकारको कानसम्म पुर्याइसक्नु भएको छ। त्यसैले एउटा कन्टेन्ट क्रिएटर र अर्घाखाँचीको सचेत नागरिक हैसियतले म सरकारसँग सम्बन्धित निकायसँग जोरदार माग गर्दछु। संसदमा हाम्रो जनप्रतिनिधिले उठाएका आवाजहरू यो बाँदर र बँदेल आतङ्कको स्थायी नियन्त्रण, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार, स्वास्थ्य, खानेपानी, सडक र कालोपत्रे अलपत्र परेको अर्घा भगवती विमानस्थलको निर्माण जस्ता हरेक समस्या र सम्भावनाहरूमा यो सरकारको ध्यान जाओस् र तुरुन्त काम सुरु गरोस्। अब हामीलाई झुटा आश्वासन होइन, हाम्रो अर्घाखाँचीको माटोमा वास्तविक रूपान्तरण चाहिन्छ। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सरकारको कानसम्म पुर्याउन मद्दत गरिदिनु होला। जय अर्घाखाँची, जय नेपाल।